फाइनली गाइस भाइले चाहिँ काटेर ल्याइसकेको छ अब हामी खाना गइरहेछौँ तिमीहरू चाहिँ उयो नुनसँग सेक हेलो गाइस मलाई चाहिँ हेर न तपाईले हेर्नु मलाई पनि हेर न सबैले हेर्छ मलाई पनि हेर न सबैले यसो यता जान मलाई गर्न गइरहेछु त म चाहिँ काट्दै छु ल साह्रै मिठो छ गाइस यहाँले न ए यहाँले हेर केटाकेटी जस्तो खेलाएर काटेको स्वाद पर्यो गराउँदैछु म एक्लै म त यसको चाहिँ भुँडी दुखो चाहिँ एक्लै खाइरहेको छ गाइस यसलाई भिडियोमा लाइक नगर्नु होला हाल्यो भने खोर्सानी हालेर यस्तो चटनी बनाउँछु कि म मन पऱ्यो भने लाइक सेयर कमेन्ट गर्नु यसो त कुडुम कुडुम हुन्छ त ए मात्र हो नि खाए ल अब सही छैन अझै पनि मैले दिएको नि गाइस खाना म नाकतिर लाएँ ल के भन्छ यो प्लान चाहिँ सक्सेस भइसकेको छ आज हामीले खाना पाइरहेछौँ अहिले चाहिँ खाइरहेको छ एक्लै छिटो काटेर दिन्छ कि भनेको यताको हिरोनीले काट्ने त खाने त्यस्तै हुन्छ ओके फेरि एउटा पाइसकेको अवस्था गाइस कस्तो ठाउँ छ है अरू तास्छ अनि खाने बेलामा माग्छ ए गाइस हाम्रो चाहिँ नुन खोर्सानी हो यो चाहिँ उबर मिठो भइरहेछ है गाइस यति मिठो छ नि भनेर भन्नै सक्दैन म खरा छैन भरे मासु टोक्नु हुँदैन केटाकेटी भिडियो नबना खाने दिँदो गाइस सब्सक्राइब आइज ल भन्दा मेरो दाँत सेतो छ क्या चिया हो न तासी खाम ल बोक्दैसँग दिदी दिउँसोले भिडियो हेरेर जोइ लाग्यो भने भुँडी चाहिँ नदेखाइदिनु होला कृपया है हामी पनि त्यस्तै होस् है हामी चाहिँ खोलाएर खाँदैछौँ होइन अनि आफूमा पनि गाह्रो छ त्यो पनि हो अनि त्यसपछि हाम्रो बोक्रा भए पनि मिठो छ नदेखाइदिनु होला कृपया ओके हामी चाहिँ खाना गइरहेछौँ फेरि गाइस यसको चाहिँ अलिकति के अरे खोर्सानी बढी रहेछ मेरोमा चाहिँ अलिक नुन बढी छ यो खोर्सानी बढीको अलिकति मेरो चाहिँ नुन मात्रै देखिन्छ क्या यसकोमा चाहिँ खोर्सानी छ क्या अनि गरी हेर्नु कस्तो हुँदो रहेछ एकछिन अलिक लागेन नगर्नु ए गाइस यसको चाहिँ खोर्सानी छ है धेरै जस्तो सुस्मिताको अलिकति हाल्नु मन खान्छ खोइ पानी मेरो ठाउँमा नबसिदेऊ राम्रो हेरौँ है गाइस यो मेरो भाइ हो कि मलाई त्यसको मन पर्यो भने चाक्कै चाकमा हाल्नु यो भिडियो पोस्ट गर्छ होला है ल खाए ल पानी अब गाइस हो यो मैले तास्छु यिनीहरू चाहिँ नतास खायो अब यसले माग्नु बेर छैन खाए ल अब तर म च्यालेन्ज लिउँ ल दाँत पुडिरहेको छ के को च्यालेन्ज प्लिज म टिकटकमा लाउँछु ल अब एकछिन यो भिडियो सकेपछि दाँत पुडिरहेको बोक्रा काट्ने भने चाहिँ च्यालेन्ज गर्ने एउटा क्या कसले छिटो खाइसक्ने बोक्रा काट्ने त आफू काट्ने मुख पनि नबोकेर पछि प्याक्दा कस्तो हुन्छ होला है आएको त म त बोटै सकिदिन्छु केटाकेटी त यस्तो मिठो छ निचेदेखि बोक्रा नि मिठो छ हौ अरू त तितो छैन नि अरू त तितो हुन्छ नि त कुनै कुनै त हेर्न छेउमायाले केटा बोलाउँदै
पानी भएको स्वाद पर्थ्यो यार